अर्को मेरो है अँ मेरो मोबाइल काम लाउनुहोस् किचनमा खाना बनाउन लाग्यो यो कुखुराको झोल बनिसक्यो मेरो मोबाइल टक्क लगाएर भुटुवा आगो पुग्नु त मम्मी मरेको थियो छिटो फु भन्नुहोस् त दाउरे छैन कहाँ हुन्छ है दाउरा हुन्छ कि यहाँ ढुङ्ग्रो ऊ ढुङ्ग्रो त पछाडि त्यहाँ मासु चाहिँ के मासु कुखुराको मासु ल फु भन्नुहोस् त एकचोटि तयारी अवस्था यो हाम्रो पहिला पुरानो गोठो यो अहिले बर्खा एकदम पानीले आज ध्वस्तै बनाएको अवस्था साथीहरूको घर सन्दीप मेरो मोबाइल कहाँ छ बाहिर आउनुहोस् त मलाई यो यहाँ के गर्दै हुनुहुन्छ ल यो चाहिँ खरिदे खावा यो पनि अब रेडी हाम्रो माउलो घर मामाको कार बाइक यो आन्टी उता चिलिङ यत्तिकै सम्झनाको लागि यत्तिकै राख्छु ड्यानी हेरेर टिभीमा हेर्ने क्या ठुलो टिभीमा तर देख्न पाइन्छ यहाँ के रिलमा भिडियो जोड्ने कसरी हो कृष्ण भनि है बिग्रे त कति धेरै पानी आएको र आज त डुबाउला जस्तो छ है के गरेको नानु भुटुवा बनाउँदै ल यसमा चाहिँ अब म मसला हाल्छु
बसिराख्ने होइन दिदी पानी आएको हो न दिदी आज त कति धेरै के पुरै डुबाउँछै जस्तो भित्र भयो त्यो बाहिर बस्नु भयो मोबाइल हेरेर बस्नु भयो कस्तो लागिरहेको त मम्मी के भने पानी परेको अवस्था नानु पाक्यो कि नै पाक्न लाग्यो टमाटर पनि हाल्छु आलुले टमाटर हाल्छु अहिले त जाडो जाडो छ होइन अहिले कति धेरै गर्मी हुन्थ्यो अहिले त जाडो छ कस्तो गर्मी हुन्छ अहिले त दिदी हुन्छ अहिले पनि अलि पानी आइरहेको नि त अस्ति अस्ति कति धेरै गर्मी थियो क्यामराम्यान हुनुहुन्थ्यो आजको मौसम एकदम राम्रो हो यो मेरो साथीको घर हो मेरो साथीको दाइको घर यहाँ पानी त खुलै बग्यो आज मौसम एकदम राम्रो हो यहाँ हुनुहुन्छ क्यामराम्यान है अघिसम्म खिचिरहनु भएको मम्मीलाई बनाएको हेर्दै हुनुहुन्छ अब चाहिँ एकदम लोकल स्टाइल गाउँघरमा बनाउने किसिमले बनाएको जाँदैन तिम्रो माया हैखेर माया छ नि यतैमैतिर दौडी आउनु अङ्गाल्नु एक फेर दुई कदम तिमी सार्नु अनि दुई कदम मैले सारौँला तेरो मम्मीलाई पखे त दिइसक्यो अझै खाला नि दे हाई हाई मुक्त बास्ना घरमा खाएन तर यो पोक अलिक साह्रो देखियो छाला होइन नेपालको बोक त राम्रो अब हामीले ल आज सन्जीले बनाउँदै यो मकै त हुन लाग्यो कि के हो हेर्दा त वाउ देख्यो रातिमा त केही नदिने आगोमा त कस्तो राम्रो बुढले आमालाई हेर्दै लिएर आउँदैन चाहिँ आफ्नै घरमा उसले तिम्रो हात समायो कि तिमीलाई अलि नजिकायो कि अनि उसका सबै पिरहरू तिमी गाँजा दुईजना बेस्ट फ्रेन्ड सायो कि फेरि आउँदा तिमीलाई गालेर निदायो कि
तिमी सँगै बाँचेर सँगै मर्छु यो बाजा मेरो बगाइदिने आइनै। मम्मी कुर्सी लिएर यता बाहिर आउनु। स्पेसल ह्याप्पी न्यु इयरको स्पेसल नेपाल आएको एकदम स्पेसल यहाँ कुमारी दिदीकोमा आज न्यु इयर मनाउन आएको सबैलाई नयाँ वर्षको धेरै धेरै शुभकामना आकेको ताकेको सबैलाई पुगोस्। हङकङमा भएको मान्छेहरू साथी इष्टमित्रलाई सबैलाई नयाँ वर्षको शुभकामना। तातो हो यो मासु कस्तो छ? मिठै छ। भेन्डी पनि आएको अन्तिम जिन्स के खान्छ नि यसो त लक्ष्मी होइन यो बुङ्गुर उस गर्छन् कि यिनीहरूले बुङ्गुर खान्नन्। के गरेको खसालेको कति जानेको तिमी हेल्प नगरे कि धेरै कष्ट हेल्प गरेको अहिले उ गरे हुन्छ के खिचेको अलि राम्रोसँग नयाँ स्टाइल हो क्या। तालमा पछि हान्नलाई ढुङ्गामा चढेर माछालाई झिकेर आगोले पोलेर खानुपर्छ केही समय तिमी अरू सोच तिमी कति हेर्नु 2082 सालको सबैलाई शुभकामना। स्वस्थ रहनु, मस्त रहनु, व्यस्त रहनु, रोग व्यथाले हरेकलाई छोरोस्, आफ्नो कर्म गरेर खानु। जिउनलाई तिमीसँग आनन्द छिटो मरे तिमीलाई सोच्मानी देखेर सारीमा नगाइलाई सबै गाडीमा लस्किने कम्मरको तालीमा फसे म मायाको जालीमा कान्छी लस्किने कम्मर भन कति हो नि नम्बर तिम्रो नखा अलि नम्बर भरे राति सिधै कल गर मेरो नम्बर फेरि छैन भरि नटार ल मायाका कुरा गरौँ बिचैमा कल नराख केवल इसारा देऊ म केवल तिम्रै हुन्छु तिमी केवल सहारा देऊ सपना पुरा गर्छु तिमी मनको किनारा देऊ के चाहिन्छ भर तिमी हातमा इसारा देऊ अन्डी आयो भने हाय
मान्छेको देखे Gracias.